नमस्कार सम्पूर्णमा। आज चाहिँ हामी हाम्रो कालीबहादुर बुवाको घरमा गोलदाप जाँदैछौँ। अनि मिसरले चाहिँ हामीलाई मेसिनहरू हालिदिएर ल बाई बाई भन्दै हुन्छ। अनि जस्मी मिस र म चाहिँ लाग्यौँ गोलदापतिर। अनि हाम्रो बुवाहरूको चाहिँ ठ्याक्कै हामी 20 मिनट पश्चात गोलदाप पुग्यौँ। गोलदाप पुगे पश्चात यसरी चाहिँ हामीलाई स्वागत गर्नका लागि आमा वरिपरि भाइ बहिनी सबै थिए। अनि हामीले चाहिँ अब यो मेसिनलाई निकालिसकेर यसलाई फिट गर्नको लागि हामीले ठाउँ हेऱ्यौँ। ठाउँ हेरिसकेपछि हामीले अब मेसिनलाई यतापट्टि गर्दैछौँ। ल हामीले चाहिँ यसरी पहिले खुट्टाको भागलाई जोडिसकेर अब चाहिँ तपाईँको प्रोजेक्टरलाई राख्ने भागलाई जोडेर अनि सबै रेडी गऱ्यौँ। अब प्रोजेक्टरलाई खोल्दै हुन्छ हाम्रो जस्मी मिसले। मेसिन जोडिसक्यौँ। अब चाहिँ मेसिन जोडिसक्यौँ है त। लाइन अब चाहिँ हामी लाइन रहेन रहेछ। लाइन आएपछि बुवा आमालाई सिकाउँछौँ। अनि एकछिन हामी चाहिँ बाहिर घुम्नलाई चाहिँ निस्क्यौँ। यो चाहिँ कसको? जस्मी चिया खान आउनु है। मालिस गर्ने खाट भन्ने भाइको हो? तिमीले हो? के गर्ने अरे? नमस्कार। हजुरको नाम? कालीबहादुर लिम्बू। ल बुवा, अनि हजुरको घर चाहिँ यो कति नम्बर हो गोलदाप? हल्दीबारी 1। हजुर गोलदाप, हल्दीबारी 1 गोलदाप। अनि हाम्रो नुगाबेस बिर्तामोडबाट आज हजुरको घरमा चाहिँ यो इन्फर्मेसन भित्राइदिएका छौँ। हजुर खुसी हुनुहुन्छ? एकदमै खुसी। सुरुमा हाम्रो नुगाबेस्ट आउँदाखेरि चाहिँ के समस्या लिएर आउनु भएको थियो हजुर? मैले यही घुँडा दुख्ने, हात दुख्ने। आमाको चाहिँ सुगर प्रेसर थियो। अनि हजुरले चाहिँ नुगाबेस्ट आएर कति दिनसम्म थेरापी गर्दा चाहिँ अलिक सन्चो भएको अनुभूति गर्नुभयो? मैले कमसेकम 3 महिनादेखि चाहिँ हजुर घुँडा दुख्नमा निकै हजुर निको भएको अनुभव गरेँ। 3 महिनामा चाहिँ अलिक राम्रो भएर अनि घरै ल्याउने निर्णय गर्नुभयो है? हजुर। अनि आइहाल्छ भनेर ढुक्क परेर नआएको हो। ए ल ढुक्क परेर केही सोचेर पनि होइन। ए ल अनि अहिले अब घरमै गर्ने, मेसिन पनि घरमै आयो। अझै अब के छ विचार हजुरको? निको हुने, खुसी हुने? हजुर आफू मात्रै नभएर अरू हजुर रोगीहरू सबैलाई आफन्तहरूले हजुर पनि यसो सुतेर निको होस्, हजुर आराम पाउन् भन्ने चाहन्छ। सबैलाई सेवा दिन पाऊँ, निको पार्न पाऊँ भनेर मेसिन घरमै ल्याएर खुसी हुनुहुन्छ? एकदम ल हुन्छ बा, धेरै सधैँ खुसी हुनु, स्वस्थ हुनु होइन। नुगाबेसलाई माया गर्नु, हामीलाई माया गर्नु, आशीर्वाद दिनु ल। हुन्छ बा, कहिले काहीँ आउनु ल। हस् नमस्कार बुवा। आमा सिवारो क्याङ्गन आताम्बे कङ्गा आताम्बे गोलदाप रमाइलो डाँडा गाउँ। ल यहाँ हाम्रो जस्मी मिसले चाहिँ खाँदै हुन्छ। आमाहरूकोमा चाहिँ यस्तो अर्ग्यानिक खानेकुराहरू रहेछ, फलफुल अनि के भन्छ खरबुजा पनि थियो होइन। अनि यहाँ चाहिँ आज हामी आमाहरूसँग यसरी भेला भएर राम्रोसँग खुसी भएर यहाँ लिची खाँदैछौँ। अहिले चाहिँ हामी हाम्रो कालीबहादुर लिम्बू बुवाको कृषि फार्मतिर यसो भिजिट गर्दैछौँ। मेसिन जोडिसक्यौँ। अनि बुवासँग चाहिँ यसो उहाँको यस्तो रहेछ रमाइलो सबै थोक होइन, बगैँचादेखि लिएर यहाँ जस्मी मिस पनि हेर्दै हुन्छ। ड्रागनहरू पनि यसरी यहाँ चौतारी रहेछ। बा यो चाहिँ चौतारी हो? चिउरीको ए हो, पाहाडमा पाउने चिउरी है, चिउरी। अनि यहाँ चाहिँ यसो हावा खाने ठाउँ, गफ गर्ने ठाउँ भेट। ल अनि यति गरेपछि चाहिँ हामी चाहिँ अब बुवा मम्मीसँग यसो फोटो खिच्यौँ अनि फर्क्यौँ। बाई बाई सम्पूर्णमा।